नमस्कार, मङ्सिर महिना 2082 सालको मासिक राशिफलमा यहाँहरूलाई स्वागत छ। नमस्कार। आज हामी यो मङ्सिर महिना 12 राशिका लागि कस्तो रहला त ग्रह नक्षत्रका आधारमा अलि गहिरिएर हेर्नेछौँ। हो, हाम्रो प्रयास चाहिँ अब यी ज्योतिषीय सम्भावनाहरू केलाएर हैन कुन राशिलाई कस्तो पर्न सक्छ, कहाँ होशियार हुनु पर्ला, कहाँ फाइदा छ, यस्तै मुख्य कुराहरू प्रस्तुत गर्ने हो। एकदम। त्यसो भए ढिला नगरौँ है त, मेष राशिबाटै सुरु गरौँ। मेषलाई यो मङ्सिर अलि सङ्घर्ष पर्ने जस्तो देखियो नि, हैन र? मेष राशिका लागि यो महिना अलिकति बाधा अडचनहरू आउन सक्ने समय हो। कस्तो खालको बाधा अडचन? जस्तो सानोतिनो काम बिग्रेर फेरि गर्नुपर्ने, हैन, सोचे जस्तो फटाफट नहुने, कहिलेकाहीँ साथीभाइ आफूले पत्याएका मान्छेबाट पनि सहयोग नपाउने या उनीहरू अलि टाढिने जस्तो। अनि त्यो आय स्रोत अलि कमजोर हुँदा नयाँ काम थाल्न पनि अलि गाह्रो पर्न सक्छ के। अनि अरू कुराहरू नि जस्तो सामाजिक पक्ष वा स्वास्थ्य हो, अनावश्यक कुरामा चासो दिँदा वा कतै विवादमा फस्दा दुःख पाइने सम्भावना रहन्छ। राजनीतिक सामाजिक प्रभाव पनि अलि कम हुन सक्छ अनि त्यसले गर्दा जोस जाँगर अलि घट्ला कि जस्तो। हो र। अनि अर्को कुरा, चोटपटकको अलि योग देखिन्छ। हतियार मेसिन चलाउँदा चाहिँ एकदम सावधानी अपनाउनु पर्यो। ओहो, त्यो त ख्याल गर्नुपर्ने कुरा भयो। तर राम्रो पक्ष के छ भने अरूलाई सघाउँदा मेहनत गर्दा चाहिँ त्यसको फल मिल्छ। स्वास्थ्य अनि खानपानमा चाहिँ विशेष ध्यान दिनु नै राम्रो। ल, मेषलाई अलि ध्यान दिनुपर्ने देखियो। अब वृष राशितिर लागौँ न त। वृषको लागि चाहिँ खर्च बढ्ने संकेत छ रे। यो आर्थिक पाटो कस्तो खालको हो? मेषको जस्तै हो कि फरक छ? वृषको अलि फरक छ। मुख्य कुरा चाहिँ खर्च व्यवस्थापन हो। यो महिना वृषलाई निकै खर्चिलो हुन सक्छ। कस्तो खर्च? अब त्यो विलासी सामानमा हुन सक्छ या अनावश्यक ठाउँमा पनि हुन सक्छ। अनि परिवारमा पनि, खास गरी श्रीमान श्रीमती बीच सानोतिनो कुरामा मतभेद हुँदा घरको वातावरण अलि असहज हुन सक्छ। पेसा व्यवसाय नि? पेसा व्यवसाय ठिकै चल्छ, सामान्य नै, तर सोचे जस्तो नाफा नहुँदा अलि पैसाको अभाव खड्किन सक्छ। अवसर र चुनौती दुवै आउँछ भनेको छ, त्यो भनेको कस्तो हो? अवसर नआउने होइन, आउँछ, तर सँगै चुनौती पनि हुन्छ के। मुख्य कुरा, ठिक समयमा ठिक निर्णय लिन सकिएन भने आएको अवसर पनि फुत्किन सक्छ। कहिलेकाहीँ घरको काम वा अरू कुरामा अल्झिँदा आफ्नो मुख्य लक्ष्यमा ध्यान दिन नसकिने हुन सक्छ। प्रेम, दाम्पत्य जीवनमा पनि यस्तै ससाना असम्झौदारी बढ्न सक्छन्। अनि केही सकारात्मक पक्ष छैन त? छ नि। हार नमानी फेरि प्रयास गर्यो भने रोकिएका काम बन्न सक्छन्। स्वास्थ्यमा चाहिँ अब मौसम बदलिँदा हुने सामान्य रुगाखोकी यस्तैबाट जोगिनु पर्यो। मेष र वृषलाई अलिअलि चुनौती रहेछ, तर अब मिथुन राशिको कुरा गर्दा त एकदमै राम्रो सुनिन्छ त। उपलब्धिमूलक महिना रे। मिथुनलाई चाहिँ मङ्सिर महिना निकै राम्रो देखिन्छ। एकदमै उत्साहजनक छ। कस्तो राम्रो? लामो समयदेखि अल्झिएका समस्याहरू जस्तो शत्रु बाधा, मुद्दा मामला, यस्ता झमेलाबाट मुक्ति मिल्ने योग छ। मतलब समाधान हुने सम्भावना धेरै छ। प्रतिस्पर्धामा नि? प्रतिस्पर्धामा सफलता मिल्ने, आर्थिक लाभ पनि राम्रै हुने देखिन्छ। नयाँ अवसरहरू आउनेछन् अनि ती अवसर उपयोग गर्न चाहिने साधनहरू पनि जुट्नेछन्। महत्त्वपूर्ण योजना सुरु गर्न सकिन्छ। आम्दानी, व्यापार व्यवसाय कस्तो होला? रोकिएका काम बन्ने मात्र होइन, आम्दानीका नयाँ स्रोत पनि भेटिन सक्छन्। अझ रमाइलो कुरा के छ भने पहिलेका प्रतिस्पर्धी नै अहिले सहयोगी बनेर आउन सक्छन्। नयाँ उद्योग व्यापार सुरु गर्ने सोच छ भने यो महिना राम्रो छ। आफ्नो क्षमता देखाएर स्वरोजगार बन्ने राम्रो अवसर छ। मेहनतले त जीवनशैली नै बदल्न सक्ने सम्भावना छ। वाह, मिथुनको लागि त निकै राम्रो समय रहेछ। मिथुनको यो सकारात्मकतापछि कर्कट राशिको अवस्था हेरौँ। यहाँ त अवसर र चुनौती बराबरी भनिएको छ। अलि सन्तुलन मिलाउनु पर्ने हो। कर्कटलाई यो महिना अलि मिश्रित खालको छ। राम्रो पनि चुनौतीपूर्ण पनि, दुवै खालका अवस्था आउन सक्छन्। जस्तो कहिलेकाहीँ परिस्थिति यस्तो बन्छ कि आफ्नो सिद्धान्तमा टिक्न गाह्रो पर्छ अनि कुनै विवादास्पद काममा हात हाल्दा पछि समस्या आउन सक्ने डर हुन्छ। त्यसैले सचेत हुनु पर्यो। सम्बन्धहरू नि? साथीभाइहरूसँगको सम्बन्धमा पनि केही असम्झदारी वा कमजोरी आउन सक्छ। स्वास्थ्यमा पनि सामान्य त्यही मौसमी समस्या देखिन सक्छ। खानपान, जीवनशैलीमा ध्यान दिनु बेस। तर चुनौती मात्रै त छैन होला, के राम्रो पक्ष पनि त होला नि? छ नि। काममा अलि ढिला सुस्ती भए पनि होइन, आफ्नो समस्या राम्ररी राख्न सकियो भने सहयोगीहरूले साथ दिन्छन्। मेहनत गर्दै जाँदा बौद्धिक क्षमता बढ्छ। विद्यार्थीहरूलाई पढाइमा राम्रो नतिजा आउन सक्छ। विदेश यात्राको कुरा नि? प्रयास गर्दै हुनुहुन्छ भने यो महिना अवसर जुट्न सक्छ। मुख्य कुरा चाहिँ आँट गरेर काममा लाग्नु पर्यो, राम्रो फल मिल्छ। रोकिएका महत्त्वपूर्ण काम पनि फेरि सुरु हुन्छन्। एउटा कुरा, नगद कारोबार गर्दा चाहिँ अलि होशियार हुनु पर्ला। लगानी गर्दा ध्यान दिनु राम्रो।
कर्कटको मिश्रित अवस्थापछि अब सिंह राशितिर जाउँ है। सिंह राशिलाई केही विवादास्पद जिम्मेवारी आउन सक्छ भन्ने संकेत छ। यसले कस्तो असर गर्ला? यो झमेला हो कि अवसर? सिंह राशिका लागि यो महिना अलि जटिलताहरू हुन सक्छन्। तपाईले भने जस्तै कहिलेकाहीँ नचाहँदै विवादास्पद जिम्मेवारी लिनुपर्ने हुन सक्छ। अनि परिस्थितिले गर्दा परिवारबाट केही समय टाढा बस्नुपर्ने अवस्था पनि आउन सक्छ। धेरै महत्त्वकांक्षी हुँदा पनि व्यावहारिक समस्या आउन सक्छन्, त्यसैले अलि यथार्थमा रहनु पर्यो। सम्पत्तिको मामिलामा नि घर जग्गा वा सम्पत्तिमा केही विवाद आउने सम्भावना पनि देखिन्छ। अरूको भर पर्दा काम रोकिन सक्छ, त्यसैले आफ्नै खुट्टामा उभिनु पर्यो। कहिलेकाहीँ नजिकका मान्छेसँग पनि बिना कारण मनमुटाव हुन सक्छ। सम्बन्धमा संयम अपनाउनु राम्रो हुन्छ। अलि गाह्रै सुनिँदैछ। केही राम्रो संकेत पनि छ कि सिंहलाई? छ। भाग्यले गर्दा राम्रो प्रेम सम्बन्ध जोड्न सक्छ अनि दाजुभाइ शुभचिन्तकको सहयोगले अप्ठ्यारो स्थिति पनि सुध्रिन सक्छ। व्यापार व्यवसाय मेहनत गरिरहेमा व्यापारमा फाइदा हुन्छ। निकै गाह्रो मानेको काम पनि बन्न सक्छ। तुरुन्तै ठूलो लाभ नदेखिए पनि यो महिना गरेको कामले भविष्यमा राम्रो जग बसाल्छ। आपसी समझदारी राख्न सके आर्थिक सन्तुलन पनि खासै बिग्रिन्न। सिंहले केही जटिलता पार गर्नुपर्ने देखियो। तर फेरि कन्या राशिको लागि त मङ्सिर महिना निकै उत्साहवर्धक छ रे। मिथुन जस्तै कन्यालाई पनि एकदमै फापेको जस्तो छ, होइन त? एकदमै। कन्या राशिका लागि यो महिना अत्यन्तै सकारात्मक र प्रगतिशील देखिन्छ। काम गर्दै जाँदा नयाँ अवसरहरू एकपछि अर्को आउँछन् अनि मनको महत्त्वकांक्षाले लक्ष्यमा पुग्न सघाउँछ। लाम्रो समयदेखि रोकिएका बन्न नसकेका कामहरू पनि यो महिना सजिलै बन्छन्। नयाँ काम सुरु हुने सम्भावना बलियो छ। व्यापार व्यवसायमा हुनुहुन्छ भने त विशेष सफलता मिल्ने योग छ। जागिर र सामाजिक जीवन नि? जागिर खानेलाई पदोन्नति वा राम्रो जिम्मेवारी मिल्न सक्छ। राजनीतिमा हुनेहरूलाई पनि पद प्रतिष्ठा बढ्ने समय छ। प्रतिस्पर्धीहरू आफै पछि हट्छन् अनि लामो समयदेखिको कुनै रोग वा शत्रुबाट पनि मुक्ति मिल्ने सम्भावना छ। सम्पत्ति जोड्ने योग कस्तो छ? घरमा सुख समृद्धि बढ्छ। स्थायी सम्पत्ति जस्तो घर जग्गा जोड्ने अवसर पनि जुर्न सक्छ। प्रतिष्ठित मान्छेहरूको सहयोग मिल्छ। कुनै कीर्तिमानी कामको सुरुवात पनि हुन सक्छ। भन्नुको मतलब सानो प्रयासले पनि जीवनशैलीमा ठूलो सुधार ल्याउन सकिने समय हो यो कन्यालाई। कन्याको त साह्रै राम्रो देखियो। अब तुला राशिको पालो। तुला राशिले चाहिँ लाभ लिन अलि बढी मेहनत गर्नुपर्छ भनिएको छ। यो कस्तो खालको मेहनत हो? तुला राशिका लागि चाहिँ यो महिना सफलता पाउन अलि बढी नै प्रयास र लगनशीलता चाहिन्छ। सजिलै नआउन सक्छ। विलासी सामानहरूमा वा अनावश्यक ठाउँमा खर्च बढ्न सक्ने हुनाले पैसाको अनुशासनमा बस्नु पर्यो। स्वास्थ्यमा पनि टाउको वा आँखा सम्बन्धी साना समस्याले सताउन सक्छ। अरू के सावधानी? धनमाल हराउने वा कतै ठगिने सम्भावना पनि अलिअलि देखिन्छ, त्यसैले होशियार रहनु पर्यो। कुनै राम्रो अवसर पाउनका लागि आफूले केही कुरा छोड्नुपर्ने, त्याग गर्नुपर्ने अवस्था पनि आउन सक्छ। भनेपछि तुलालाई अलि धैर्य चाहिने भयो, होइन? हो, धैर्य र लगातारको प्रयास नै तुला राशिको लागि यो महिना सफलताको साँचो हो। सुरुमा गाह्रो भए पनि आखिरमा मेहनतले फल दिन्छ। राम्रो पक्ष केही छ कि? छ नि। खास गरी पढाइ, लेखाइ, सङ्गीत, कला जस्ता सृजनात्मक काममा लागेकाहरूको प्रतिभाको कदर हुन्छ। पुरस्कार, सम्मान मिल्न सक्छ। बहुमूल्य वस्तुहरू जम्मा गर्ने अवसर पनि आउन सक्छ। प्रेम, मित्रताको सम्बन्ध झन बलियो हुन्छ। व्यापारमा पनि प्रयास गरे अनुसार लाभ हुन्छ। अरू केही सुझाव? शुभचिन्तकहरूले दिएको सल्लाह महत्त्वपूर्ण हुन सक्छ, त्यसलाई सुन्नुहोला। अरूले आलोचना गरे पनि विचलित नभई आफ्नो काममा लाग्नु राम्रो हुन्छ। तुलाले मेहनत र धैर्य गर्नुपर्ने रहेछ। अब वृश्चिक राशिको कुरा गरौँ न त। वृश्चिकलाई केही अप्ठ्यारा तर महत्त्वपूर्ण कामको नेतृत्व लिनुपर्ने अवस्था आउन सक्छ भनिएको छ। यो चुनौती हो कि अवसर? यो दुवै हो भन्नुपर्छ। वृश्चिक राशिका लागि यो महिना जिम्मेवारीले भरिएको छ। केही गाह्रो, जटिल कामको नेतृत्व गर्ने अवसर आउन सक्छ। अब काम गाह्रो छ, त्यो चुनौती भयो, तर यसले आफ्नो क्षमता देखाउने मौका पनि दिन्छ। त्यो अवसर भयो। लगातार मेहनत गर्यो भने लक्ष्यमा पुगिन्छ। समस्या समाधान कसरी होला त? बुद्धिको प्रयोग गर्यो भने व्यावहारिक समस्याहरू हट्दै जान्छन्। कामको लागि दौडधुप बढ्न सक्छ, खर्च पनि बढ्ला, तर यसबाट पुरुषार्थी कामहरू सम्पन्न हुन्छन् र समाजमा इज्जत पनि बढ्छ। महिनाको पछिल्लो भागमा अझ दिगो खालका कामहरू सुरु हुन सक्छन्। केही सावधानी अपनाउनु पर्ने पक्ष पनि छन् कि? धेरै महत्त्वाकांक्षी हुँदा वा हतारमा निर्णय लिँदा समस्या आउन सक्छ। कहिलेकाहीँ आफ्नो व्यवहार अलि असंयमित हुँदा साथीभाइ टाढिन सक्छन्। सम्बन्धहरू नि? कामको चापले गर्दा घर परिवार, प्रेम सम्बन्धमा समय दिन नसक्दा केही असमझदारी बढ्न सक्छ।
स्वास्थ्यमा टाउको दुख्ने वा आँखाको समस्या अलि बढी हुन सक्छ। यस्तो बेला शुभचिन्तकको साथ र सल्लाह लिनु राम्रो। उपहारहरू पाउने योग पनि छ। वृश्चिकले नेतृत्व र जिम्मेवारी लिने देखियो। अब धनु राशितिर लागौं। धनु राशिलाई मङ्सिरमा केही उतार चढाव छ भन्ने संकेत छ। विशेष गरी के कुरामा ध्यान दिनु पर्ला? अलि चुनौतीपूर्ण हो कि यो महिना? हो, धनु राशिका लागि यो महिना केही चुनौतीपूर्ण रहन सक्छ। खर्च बढ्ने अनि त्यसले गर्दा अलि पैसाको अभाव महसुस हुने सम्भावना छ। कसैले आश्वासन दिएको छ भने त्यो पूरा नहुन सक्छ। त्यसैले अरूको भर पर्नुभन्दा आफ्नै प्रयासमा जोड दिनु बेस। आफ्नै कमजोरीको फाइदा उठाउनेहरू पनि सक्रिय हुन सक्छन्। होशियार रहनु पर्यो। आफन्तजनसँगको सम्बन्ध नि? आफन्तसँग पनि केही दूरी बढ्न सक्ने भएकाले व्यवहारमा संयम अपनाउनु पर्यो। सरकारी नियम कानून, प्रक्रियागत कुरामा ध्यान नदिँदा झमेला आउन सक्छ। काममा पनि सामान्य भन्दा बढी मेहनत र दौडधुप गर्नुपर्न देखिन्छ। चुनौती मात्रै हो कि के राहत पनि छ? महिनाको सुरु अलि गाह्रो भए पनि पछिल्लो आधामा स्थिति सुध्रिन्छ। शुभचिन्तकको सहयोगले रोकिएका काम फेरि सुरु हुन्छन्। भविष्यका लागि महत्त्वपूर्ण हुने कुनै कामको जग बसाउने अवसर पनि यही बेला मिल्न सक्छ। विदेश यात्राको के छ? प्रयास गर्दै हुनुहुन्छ भने सफल हुने सम्भावना पनि छ। तर एउटा कुरा, खुट्टामा चोटपटक लाग्न सक्ने सानो योग देखिन्छ। त्यसैले गाडी चलाउँदा वा हतियार प्रयोग गर्दा एकदमै होशियार हुनुहोला। धरुले सुरुमा सङ्घर्ष गरे पनि पछि राहत पाउने देखियो। ल, अब मकर राशिको कुरा गरौँ। मकरलाई काममा समय लागे पनि महिना फलदायी रहने देखिन्छ रे। यो त ढिलै भए नि राम्रो नतिजा आउने भयो। हो, एकदम। मकर राशिको विशेषता नै यही हो। यो महिनाको परिणाम आउन अलि समय लाग्ला, तर आखिरमा निकै सकारात्मक रहनेछ। जस्तो लामो समयदेखि अड्केको पैसा हात लाग्न सक्छ। आम्दानीका नयाँ स्रोतहरू पनि भेटिन सक्छन्। व्यापार व्यवसायमा राम्रो प्रगति हुन्छ। सोचेको काम बन्छ। आम्दानी बढ्छ। कृषि पशुपालनबाट पनि राम्रो लाभ मिल्छ। जागिर, सामाजिक जीवन, व्यक्तिगत सम्बन्ध कस्तो रहला? जागिर र राजनीतिमा हुनेहरूलाई पनि सफलता र पदोन्नतिको सम्भावना छ। समाजमा मान सम्मान बढ्ने खालको काम गर्ने अवसर आउन सक्छ। पढाइ, अनुसन्धान जस्ता बौद्धिक कामले उचाइमा पुर्याउँछ। आफ्नो योग्यता देखाएर स्वरोजगार बन्ने अवसर पनि छ। व्यक्तिगत जीवनमा पनि राम्रो जीवनसाथी वा प्रेम सम्बन्धको योग छ। पारिवारिक जीवन सुखी हुन्छ। विदेश यात्राको प्रक्रिया अघि बढ्न सक्छ। प्रतिस्पर्धीलाई सजिलै पछि पार्न सकिन्छ। नयाँ काम सुरु हुन्छ। घरमा माङ्गलिक कार्यहरूमा पनि समय बित्न सक्छ। समग्रमा मकरलाई यो महिना एकदम शुभ छ। मकरलाई ढिलै भए पनि धेरै राम्रो देखियो। अब कुम्भ राशिको पालो। कुम्भ राशिलाई पनि मङ्सिर लाभदायक नै देखिन्छ भनिएको छ। यहाँ चाहिँ कस्ता विशेष अवसर छन् त? कुम्भ राशिका लागि यो महिना आफ्नो ज्ञान, सिप, अनुभवलाई व्यवहारमा उतारेर फाइदा लिने एकदम राम्रो समय हो। कसरी? सोचेका कामहरू सजिलै बन्छन्। गरेका कामको प्रशंसा हुन्छ। त्यसले लोकप्रियता पनि बढ्छ। मेहनतले सफलताको शिखरमा पुर्याउन सक्छ। महत्त्वपूर्ण मान्छेहरूसँग सम्बन्ध बढ्छ। विशेष भेटघाट हुन सक्छ। व्यापारमा राम्रो नाफा हुन्छ। करियर र सम्पत्तिको हिसाबले कस्तो छ? जागिरमा हुनुहुन्छ भने पदोन्नति वा चाहेको ठाउँमा सरुवा हुने राम्रो सम्भावना छ। सामाजिक राजनीतिक क्षेत्रमा सक्रियहरूलाई पनि यो महिना फाइदाजनक छ। जग्गा जमिन वा अरू अचल सम्पत्ति जोड्ने अवसर पनि आउन सक्छ। परिवारमा सुख शान्ति बढ्छ। केही ध्यान दिनुपर्ने कुरा नि छ। एउटा, स्वास्थ्यमा केही सामान्य समस्या देखिन सक्छ। त्यसैले हेल्चेक्राइ गर्नु भएन। अनि अर्को, उद्योग वा व्यवसायमा मर्मत सम्भार वा क्षमता बढाउन थप लगानी चाहिने वा नसोचेको खर्च बढ्ने अवस्था पनि आउन सक्छ। कुम्भलाई पनि समग्रमा राम्रै रहेछ कि सामान्य सावधानी बाहेक। अब हामी अन्तिम राशिमा आइपुग्यौं, मीन राशि। मीन राशिलाई यो महिना केही उतार चढावपूर्ण रहने देखिन्छ भनिएको छ। कस्तो खालको उतार चढाव होला? हो, मीन राशिलाई मङ्सिरमा चुनौती र अवसर दुवै आउँछन्। त्यसैले अलि उतार चढाव जस्तो महसुस हुन सक्छ। योजनाहरू ठूला बन्लान्, तर तिनलाई लागू गर्ने बेला बाधा अड्चन आउन सक्छन्। कहिलेकाहीँ आफ्नो अधिकार पाउन पनि अलि सङ्घर्ष गर्नुपर्ने हुन सक्छ। सोचे जस्तो सहयोगी नपाउँदा वा कामको चाप बढ्दा लक्ष्यमा पुग्न अलि ढिला हुन सक्छ। तर यसमा केही सकारात्मक पक्ष छैन त? अलि निराश जस्तो सुन्यो। छ नि छ। रमाइलो कुरा के छ भने यही अवसर, आवश्यकता र चुनौतीको मिश्रणले नै मीन राशिलाई काम गर्न झन प्रेरणा दिन्छ। हो र? हो, पढाइमा सोचे जति समय दिन नसकिएला, तर अरू बौद्धिक
वा सृजनात्मक कामहरू चाहिँ सफलतापूर्वक सकिन्छन्। लगनशीलताले बिस्तारै लक्ष्यमा पुर्याउँछ। मान सम्मान नि पहिले गुमेको मान सम्मान फेरि प्राप्त हुन सक्छ। समाजमा आफ्नो प्रभाव बढ्छ। टाढिएका आफन्त फेरि नजिक आउन सक्छन्। कोही डाहा गर्नेले दुःख दिन खोज्लान्, तर आफ्नो हिम्मतले काम बन्छ। आय स्रोत पनि सामान्यतया राम्रै रहन्छ। सामाजिक काममा जिम्मेवारी बढ्न सक्छ। सम्बन्धमा चाहिँ प्रेम र दाम्पत्य जीवनमा चाहिँ साना साना मतभेदले केही समस्या ल्याउन सक्ने भएकाले अलिक बढी समझदारी अपनाउनु पर्ला। समग्रमा आइपर्ने समस्याहरूसँग जुझ्न मानसिक रूपमा तयार रहनुपर्ने महिना हो यो। ल त आज हामीले मङ्सिर महिनाका लागि 12 राशिको सम्भावित अवस्थाका मुख्य बुदाहरूबारे छलफल गर्यौं। कसैलाई चुनौती बढी देखियो, कसैलाई अवसरै अवसर, अनि कसैलाई मिश्रित खालको। तर यहाँ एउटा महत्त्वपूर्ण कुरा के बुझ्नुपर्छ भने ज्योतिषीय विश्लेषणले सम्भावित बाटो वा झुकाउ मात्र देखाउँछ। यो कुनै पक्का फैसला होइन। व्यक्तिगत प्रयास, निर्णय र कर्मको भूमिका सधैँ नै महत्त्वपूर्ण हुन्छ। यी विश्लेषणहरूलाई एउटा गाइड जस्तो लिन सकिन्छ, तर यही नै अन्तिम सत्य होइन। हरेक चुनौतीमा अवसर लुकेको हुन्छ, होइन? अनि हरेक अवसरलाई समात्न सही समयमा सही प्रयास चाहिन्छ। तपाईले एकदमै महत्त्वपूर्ण कुरा भन्नुभयो। यो महिनाको सम्भावित रूपरेखा थाहा पाउँदा अब आफ्नो बाटो कसरी बनाउने, कहाँ बढी ध्यान दिने भन्नेमा पक्की केही मद्दत पुग्ला। तर अन्त्यमा एउटा प्रश्न मनमा आयो कि ज्योतिषले देखाएको सम्भावित चुनौतीलाई अवसरमा बदल्ने वा पाएको अवसरलाई खेर जान नदिने, त्यो हाम्रो आफ्नै क्षमता चाहिँ कति महत्त्वपूर्ण हुन्छ होला, यसबारे सोच्न सकिन्छ। हो, त्यो महत्त्वपूर्ण कुरा हो। फेरि नयाँ राशिफल लिएर पक्कै भेट्नेछौँ। नमस्ते।